पढ्ने बेला गाँजा तान कुन गुरुले सिकायो र? पढ्ने बेला गाँजा तान कुन गुरुले सिकायो र? पाठशालामा चुरोट खान कुन गुरुले सिकायो र? पढ्ने बेला गाँजा तान कुन गुरुले सिकायो र? घरमा छोरो पढ्ला भनी बाआमालाई आश होला। घरमा छोरो पढ्ला भनी बाआमालाई आश होला। पढाइ छोडी चोर्न जान कुन गुरुले सिकायो र? पाठशालामा चुरोट खान कुन गुरुले सिकायो र? शिक्षकलाई अपजसको आरोप किन लाउँछौ तिमी? शिक्षकलाई अपजसको आरोप किन लाउँछौ तिमी? पाठशालामा खैनी लान कुन गुरुले सिकायो र? पाठशालामा चुरोट खान कुन गुरुले सिकायो र? कमसे कम झोलाभित्र कापी किताब कलम राख। कमसे कम झोलाभित्र कापी किताब कलम राख। विद्यालयलाई भट्टी मान कुन गुरुले सिकायो र? पाठशालामा चुरोट खान कुन गुरुले सिकायो र? नियम कानुन उपदेशलाई खेलवाड नगर। नियम कानुन उपदेशलाई खेलवाड नगर। गौतमलाई मूर्ख ठान कुन गुरुले सिकायो र? पाठशालामा चुरोट खान कुन गुरुले सिकायो र? गुरुजनलाई नसम्झनु पछि रुनु पर्दाखेरि। गुरुजनलाई नसम्झनु पछि रुनु पर्दाखेरि भविष्यलाई लात हान कुन गुरुले सिकायो र? पढ्ने बेला गाँजा तान कुन गुरुले सिकायो र? पाठशालामा चुरोट खान कुन गुरुले सिकायो र? नमस्कार सबैजनालाई। यसभन्दा अगाडि मैले वरिष्ठ सर्जकहरूका गजल वाचन गरेको थिएँ। आज मैले आफ्नै गजल वाचन गरेँ। तपाईहरूलाई कस्तो लाग्छ? सल्लाह सुझाव प्रतिक्रिया दिन नबिर्सनुहोला। धन्यवाद।